धरतीको धुलो भइजाऊ संसारका दुःख सबै आफैले जाऊ हो 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 मन त भन्छ धरतीको धुलो भइजाऊ संसारका दुःख सबै आफैले जाऊ यहाँ सक्नेलाई तबरै अन्याय नि माफ छ छोरी चेली लुटिदा नि उसैको नि साफ छ अब कहाँ जाने भन्छन् साने भन्छन् साने भन्छन् साने भन्छन् साने 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 12 छोरा 13 नाति बुढाको गाग्री काँधा माथि आफूले 15 गएर पानी नल्याउने भने मुखमा हाल्ने पानीसम्म हुन् के गर्नु को यो यस्तो खोलसाट हलेको बाटुली के भयो तिमीलाई यहाँ आर्स लाग्यो त बाटुली ए बाटुली के भइसु तपाईँलाई थाहा छ तपाईँले अघि फोन छैन भन्नुभयो म चाहिँ नि काजीबा कहाँ पुगेँ मेरो सानीसँग कुरा भयो फोन लगाइदिनु भयो काजीबाले सानी त पढ्न भएछ नि छुटमा पढ्न पाउने भयो मेरो सानी काजी छुटमा पढ्न पाउने भयो मेरो सानी कलेज ल यो त राम्रो कुरो हो नि तिमी मात्रै हैन किन म पनि खुसी भएँ तर बाटुली मलाई माफ गर है तिमीले प्रेम सरलाई फोन लगाइदिनुस् भन्दा फोन मेरै खल्तीमा थियो प्रेम सरलाई चोट लागेको कुराले तिमी झन् आत्तिन्छौ कि भनेर तिमीलाई केही पनि भएन तिमी त
त झन् सानेको खुसीको कुरा सुनेर ढलिछौ त। खै के भयो लाउरे दाई, खुसी थिएँ दौडिँदै आएर एकैछिन यहाँ बसेको, छाती गरम भयो के अरे एकैछिन, त्यसपछि त केही थाहै पाइनँ मैले। अब सानेलाई सहर पठाएपछि त्यसैको चिन्ताले केही पनि खाइथिनी होला। हो लाउरे दाई, हिजो आमा छोरो सँगै खाएको, छोरालाई बिदा गरेर पठाएको, छोराको खबरै नआई कसरी रुथ्यो र मलाई खानातिर त ध्यानै गएन। त्यही भएर पनि होला छोरोले उता खायो खाएन के छ खबर थाहा छैन, तर मेरो छोरो पढ्ने भयो लाउरे दाई। अब म घर घर गम गम खाने हो। आज मेरो लागि यो सिँगै संसार त पक्कै बले जस्तो भएको छ खुसीले। ल तिमी मात्रै होइन म पनि खुसी छु। ल हिँड, मैले तिमीलाई वासुदेवको सम्म पुऱ्याइदिन्छु। आऊ म आफै जान्छु लाउरे दाई, ठिक छु म। अब त पुर्याउनु जानु परेन हजुरले। यस्तो अवस्थामा छौ, कमसेकम 2 बाटोसम्म त हिँड सँगै। ल जाउँ त जाउँ। फेरि कतै ढल्न पनि त सकिन्छ नि। कहिले काहीँ मान्छेले खुसी धान्न नि सक्दैन भन्थ्यो, हो रहेछ नि लाउरे दाई। धर्म त हुनुहुन्छ? तपाईँको एउटा कोठा खाली थियो कि त्यो त यो बाबु गाउँदेखि आएन, यसलाई यहीँ बसेर पढ्ने व्यवस्था गर्नु पऱ्यो, उसै हेर्न पाएको थियो कि। हुन्छ बाबुको छोरा, मेरो नाउँ त साने परिवार। साने परिवार बिर्सिस है, आइथ्यो गइसक्यो फेरि। बाई पछि अर्को मेलाली। यसो यो घर हजुरको? हजुर हो, मेरो घर हो। यो घरमा एउटा कोठा खाली छ कि? कोठा त छन्, यत्रो ठुलो घर छ, कोठा त किन्न आउने र के रा सुन्नुभयो होला? यो बाबु गाउँबाट आएको, यही सहरमा बसेर पढ्ने भनेको, त्यही भएर उसलाई बस्ने एउटा कोठा चाहिएको थियो। कोठा छन्, हेर्नुहोस् न, आउनुहोस्। ल ए एउटा सोध्न पो मैले बिर्सेछु, हजुरको नाम के होला, थर के होला? बाबु भन्दै मेरो त साने परिवार। सानै परिवार, ए सानै परिवार है। यसो भन्छ, म यसो सोध्छु है त, यहाँ सोध्छु। ए हेर्नु भर्खरै मेरो बुढी मान्छेलाई कोही आयो भने कोठा छ भनेको थिएँ, भर्खरै कोठा गइसकेछ। गाह्रो नमान्नुहोस्, यसो अर्को घर हेर्नुहोस् है। हुन्छ, गाह्रो नमान्नु होला है त। भन्छन् साने, भन्छन् साने। बिहानसम्म त भात घाँटीबाटै छिरेन भन्ने मान्छे अहिले त खुब मिठो मानी गम गम्ती खानु भएको छ त। के हो कुरो? हिजो छोरो सहर गएदेखि के खायो होला,
कहाँ बस्यो होला भन्ने चिन्ताले भोग निन्द्रै गायब भएको थियो बाबु मेरो। अब अघि सानीसँग पुना कुरा हो, आमा म सरको कलेजमा भर्ना भएँ, मेरो मिहिनेतलाई देखेर छुटमा पनि पढ्न पाउने भएँ भन्यो। अनि त मलाई भोग र निन्द्रा एकैचोटि खन्या छ बाबु। अनि यसरी गम गम खाँदैछु। यदि खाइन भने के गर्नु, बिरामी परौँला। सानीको सपना पुरा नहुन्जेल त बाँच्दिनु पर्यो। त्यसैले आज मजाले खाँदैछु गम गम। अब फेरि गर्नु पर्दैन, सानैले धेरै पढेर तपाईँको दुःख पखाल्छ। साँच्चै कलेज भर्ना त भएछ, सानैले कोठा पायो कि पाएन? कोठा कोठा बारेमा त केही भनेन बाबु। अब नम्बर लिन गएको मान्छे फोन गरेर आउनुभयो, नम्बर लिएर आएको भए अहिले प्रेम सरलाई फोन गरेर सोध्दा हुन्थ्यो। आइसब 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 होइन को यो मध्यरातमा शुद्ध बेनदिनी? म खाइस बाटुली। ए यो पो रहेछ कि लागि मध्यरातमा सुत्नु नदिएर तँलाई के काम गर्नु फेरि? मध्यरातमा उठाउन आएँ भनेर फेर नमान्नुहोस् गाइस, त्यसको लागि म माफी चाहन्छु। दिउँसो हजुरले कुरो त गराइदिनु भयो, फेरि पनि त्यसले कोठो पायो पाएन भनेर असाध्यै चिन्ता हो गाइस। वासुदेव बाबुले नम्बर भइदियो भनेदेखि मै कुरा गराइदिन्छु भन्नुभयो। अनि हजुरसँग नम्बर माग्न आएको मार्साको प्रेम सरको नम्बर दिनुभयो भनेदेखि कुरा गराइदिन्थ्यो ती बाबुले भनेर मलाई नम्बर लेखेर दिनुहोस् न गाइस। दुनियाँको फोन नम्बर बाँड्दैन, मैले ठेका ल्याए बसेको छु। तेरो छोरो सहर पढ्न गयो बोल्दैमा रातभरि जगाउने। तेरो छोराले सहरमा कोठा त पाएको पाइयो, जातको कारणले लोहटिन्छ। पैसा छौन्जेल होटेलमा बस्ला, जब पैसा सकिन्छ नि फुटपाथमा सुतेर मर्छ। जा जा भनेको सुनेनस्? जा भनेको। प्रेम सर बाबु हामी गाउँ कल्थ्यौँ, यो सहर मेरा लागि नहिन्छ। यो सहरका घर कति ठुला ठुला छन्, तर यहाँका मान्छेको मन त जातलाई सानो रहेछ। मेरा सर्टिफिकेटमा भएको खुबी कसैले हेर्नु प्रेम सर।
सबैले मेरो जात मात्रै हेर्ने। के सानो जात भएर जन्मिनु अपराध हो र? हिम्मत नहार साने कि यत्रो सहरमा सबैको मन त एउटै छैन होला नि, कसै न कसैको मन त पग्लेला नि। यसमा मेरो नम्बर छ, केही पर्यो भने सम्झिनु होला। राख ए साँच्ची सानी, हिजो त्यो नानीले कार्डमा नम्बर लेखेर दिएको थियो नि, त्यो कार्ड कहाँ छ? यहीँ मसित छ सर। कहिले त? ए नानी सुधा, म प्रेम सर के। तिम्रो त्यो छुटेको सामान हामीले होटलमा दिएको थियौँ नि, हो त्यही प्रेम सर हो क्या म। नमस्ते सर, सानीको भर्ना भयो त? भर्ना त भयो नानी, तर कोठै पाइएन। सर त यत्रो ठुलो रहेछ, तर यो सानीलाई बस्नुलाई एउटा कुनो पनि पाइएन। आज यो सहरका गल्ली गल्ली घर घर सबै चार्यौँ, सबैले सानीको थर सोधेर ढोकै बन्द गरिदिए। सानीको मन साह्रै मरेको छ नानी। कतै तिम्रो नजरमा एउटा सानो कोठा छ कि जहाँ यो गरिबको छोरो बसेर आफ्नो भविष्य कोर्न सकोस्? सर, मलाई यति धेरै लाज लागेको छ कि म त्यही सहरमा बस्छु जुन सहरमा मान्छेको योग्यता भन्दा ठुलो जात मानिन्छ। तपाईँहरू कहीँ नजानुस्, मेरो घरको तल्लो फ्लोरको एउटा कोठा खाली छ, म बाबासँग कुरा गर्छु। सानी जस्तो इमान्दार मान्छेले यो सहरमा कोठा नपाउनु भनेको अपमान हुनु हो। तपाईँहरू दायाँ बायाँ केही नसोची भोलि बिहान बेलबास चोकमा आएर मलाई फोन गर्नु, म त्यही लिन आउँछु। नानी, तिमी त हाम्रो लागि साक्षात् देवी भएर आयो। ल ल हुन्छ। साने, भगवान्ले एउटा ढोका बन्द गरे पनि अर्को ढोका अवश्य खोलिदिन्छ। अब त तैँले ओत पाइस् साने। लाउरे दाई, को हो? म बाटुली। ए के भन्थ्यौ? पिरिम सरको नम्बर पाउन एकचोटि भनेर आएको। नम्बर मात्रै किन, क्या नाम फोनै लगाइदिन्छु, छोरासँग कुरा गरेर जाउली। होइन होइन, फोन उहाँ वासुदेव बाबुले गरिदिन्छु भन्नुभएछ। एउटा कागजमा नम्बर चाहिँ टिपिदिनुहोस् न। ए ल ल पख, त्यसो भए म लेखेर ल्याइदिन्छु है। हस्। अब फोनै लगाइदिन्छु भनेको थिएँ, पर्दैन भन्यो। लौ नम्बर। अब वासुदेव बाबुले अब लगाइदिन्छु भन्नुभइसक्यो अरे। हस्, धन्यवाद हजुरलाई।
ल प्रेम सर कोठा यही हो साने कस्तो लाग्यो तँलाई यो कोठा राम्रो भयो प्रेम सर तिमीलाई धेरै धेरै धन्यवाद नानी यो बिरानो सहरमा तिमी भगवान् भएर आयो धन्यवाद भन्नु पर्दैन सर मान्छे भएर मान्छेकै सहयोग गरेन भने मानवता नै कहाँ रहन्छ र सानो कोठा त पाइयो अब तँलाई किताब सिताब पनि किन्नु पऱ्यो यहाँ कोठामा चाहिने सामान पनि किन्नु पऱ्यो हिँडी जाऊँ बजार एउटा कुरो सोधौँ हुन्छ सोध्नु न मैले सवालबाट मेनी आमाको फोटो लिएर आएको ऊ त्यहाँ काती पनि रहेछ त्यहाँ मैले मेनी आमाको फोटो तास्छु है हुन्छ टाँस्नु न हुन्छ सानो ठुलो जात भात कुन्छौ तारी बिसाउने छैन कोही दुःख पर्दा आँसु पुछी हँसाउने मनको पीडा मनमै राखे हावा कहाँ जाने भन्छन् साने भन्छन् साने भन्छन् साने भन्छन् साने भन्छन् साने